वारिपारि हैन अनि त्यहाँ ल साथीहरू भर्खर हामी पोखरा फेवाताल हेरियो अनि खानासाना खाएर अनि हामी अहिले यात्रा गरिरहेको छौँ डेभिड फल्सको। हामी ट्याक्सीमा छौँ अहिले, टक्क डेभिड फल्स जाँदैछौँ। देखाउँदैछौँ पोखराको सबै सम्पूर्ण वातावरण। ल हेर्नुहोस्, राम्रो बाटो छ, एकदम क्लियर छ, साफ सफाइ भएको। साइड साइडमा यसरी पसलहरू छन्, पसलहरू चलाइराख्नु भएको छ सबैजनाले। यसरी टक्कै हामी दुईजना हिँडिरहेको छौँ। यो हाम्रो डेभिड फल्स जाने बाटो। कति टाइममा पुगिन्छ दाइ? धेरै टाइम लाग्दैन, 10 मिनटमा हामी डेभिड फल्स जाँदैछौँ। त्यहाँ गएपछि हामी भिडियोहरू बनाउँछौँ। केही छैन अरे भन्नलाई। एकदमै रमाइलो ठाउँ पोखरा, टुरिस्ट एरिया। सबै टुरिस्टहरू बाहिर घुम्नु भएको छ। बाटो एकदम क्लियर छ, साफ सफाइ छ। टक्क हामी यसरी हिँडिरहेको छौँ। करिब 10 मिनटको यात्रा रहन्छ हाम्रो डेभिड फल्सको लागि। हामी भर्खरै फेवातालबाट निस्कियौँ। चारैतिर यस्तो हरियाली छ है, विदेशमा घुमे चाहिँ छ पोखरा मेला हेर्नु छ सबैजनाले हेर्नु छ। विदेशमा घुमे चाहिँ छ, एकदमै रमणीय स्थान। नेपालको दोस्रो ठुलो सहर पनि मानिन्छ पोखरालाई। नेपालको काठमाडौँ पछिको दोस्रो ठुलो सहर अनि नेपालकै पहिलोमा आउँछ। रमणीय सहरमा पर्यटकहरू धेरै, विदेशी पर्यटकहरू, इन्डियन पर्यटकहरू सबै गरेर धेरै आउने भनेको पोखरामा। एकदमै राम्रो सहर छ पोखरा, रमाइलो छ, रोमाञ्चक ठाउँहरू छ। पोखरामा घुम्नुपर्ने तालहरू छन्, गुफाहरू छन्, सबै छन्। हामी निरन्तर यात्रामा छौँ, निरन्तर हजुरहरूलाई भिडियो देखाइराखेका छौँ।